यो चाहिँ रियाद गएको भिडियोको पार्ट 2 है। भिडियो लामो भएर वेयर शिफ्ट यो चाहिँ मिलिटरी हामीले काम गरेको ठाउँबाट ल्याएको गाडीहरू है। यो चाहिँ होइन पदमजी हो अन्सरी ये जहाँ इधर हम काम करता है ना वहीं से ले आया है ना ये गाड़ी क्योंकि कल टेलर आया था ना। हामीले काम गरेको चाहिँ ठाउँभित्रबाट ल्याएको गाडीहरू यो युएस आर्मीहरूको गाडीहरू है। डेन्जर डेन्जर गाडीहरू छ। कहाँ सिफ्ट गर्दै गरेको ये सब वो सर्भिसिङ में लेके आया था। डेन्जर डेन्जर गाडीहरू छ। यस्तो बलहरू छ। हामीले मैले काम गर्ने ठाउँ चाहिँ युएस आर्मी क्याम्पभित्र प्यारेको यस्तो डेन्जर डेन्जर गाडीहरू छ। कहाँ सिफ्ट गर्दै गरेको रहेछ। कतिवटा ल्याएको छ 2-2वटा बोकिरहेको छ त यार। पहाड़ है ना इधर तो सामने बड़ा बड़ा। अब हामी आइपुग्न आँट्यौँ। बाटो भनेको यस्तो हुनुपर्छ क्या। यस्तो भाइ सोया सोया क्यामेरा यो चाहिँ बाटो क्रस गर्ने यस्तो हुनुपर्छ क्या। स्टेसन छैन नि आफू फर्स्ट टाइम होइन कति पनि थाहा छैन कति पनि छैन किनकि मलाई राति आउँदा अलिअलि याद छ क्या। म पनि यहाँ साँपको काउन्टरले के अरे साँपको काउन्टरमा यहाँ बस पार्कमा झरेको उताको टिकट काटिदिएको भयो के अरे काट्दो भनेको यताको काटिदिएर मरेछ रियादको। अनि त्यहाँबाट म बेलुका राति बस चढेर आएको लोकल बस स्ट्यान्ड यो चाहिँ लोकलमा यसो बस चढ्ने ठाउँ यतिको हुनु पर्यो क्या टक्कसँगले। अनि योहरू देख्दा मलाई याद आयो क्या किनकि कति पनि छैन। म राति आउँदा यसो मेरो विचारले दिस इज मेट्रो स्टेसन मेट्रो स्टेसन थाहा छैन रहेछ यसलाई पनि। यहाँ अगाडि मेट्रो बाटो मेट्रोको लिक छ क्या माथि आकाश माथि माथितिर भारत दिसवेको। फेरि हाम्रो यहाँ भाषा चाहिँ इङ्ग्लिस फिलिपिनी हिन्दी नेपाली सब मिक्स हुन्छ कि मिक्स अब चाहिँ आइपुग्न आँट्यो लगभग भन्ने कुरो मलाई थाहा छ। अहिले फर्स्ट टाइम भएर हो यो। म चाहिँ अरू साथीहरू चाहिँ आएको यहाँको 12-15 महिना हो। 12-15 महिनामा एकखेप घुम्नु निक्लेको रियाद सिटी साउदीको राजधानी। हामी बसेकोबाट चाहिँ 95 किलोमिटर रहेछ। यस्तो छ यहाँको फ्लाइओभर चाहिँ एक्जिट रोडहरू चाइनिज कुप्री किमडन टावर किमडन टावर पनि देखियो है। ल अब चाहिँ हामी आइपुग्यो लगभग कति पनि छैन हामी जाने घुम्ने ठाउँ चाहिँ। कस्तो मजाको छ यहाँनिर। म राति यतै छोडेको छु रियाद सिटी सेन्टर मक्का रियाद सेन्टर। अब आइपुग्यो। अब रियाद साउदीको राजधानी प्रस्थान गरियो। मक्का जाने रोड यता रहेछ। ट्रेन स्टेसन मेट्रो स्टेसन यता परतिर चाहिँ पर्दो रहेछ है यो किमडन टावर।
मेट्रो स्टेसन बाट उता ट्याक्सी चढेर गएको उताको टिकट काटिदिनु पर्ने यताको टिकट काटिदिएर मरेछ कुल्लु मेट्रो स्टेसन हाम्रो भाषा डेन्जर छ अरबी इङ्ग्लिस हिन्दी सबै जान्छ नेपाली पनि जान्छ बिचबिचमा यहाँ धेरै खालको मान्छेहरू छौँ र भाषा 3-4 खालका बोल्नेहरू छौँ र मिल्दैन र गाह्रो छ अब चाहिँ हामी साउदीको बिच्चा भागमा आएपछि राजधानीतिर यसो कुरा बुझ्दाखेरि घर र गाडी भन्दा केही देखिँदैन फेरि यो ठाउँमा बथा साउदी कुल्लु बथा ओल्ड बथा this one old बथा this side new बथा लाइन पैसा हाल्नेको लाइन कमाउनु जति गाह्रो छ साउदीमा पैसा हाल्नु त्यति गाह्रो छ चोरी होता है बहुत होता है बोल रहा था अलीबाबा मैडमहरु साउदी मैडमहरु केन्या भाइ केन्या मैडम क्लिनर माफी भाइ यार डुडु यस्तो हरियाली छ ल साउदीको बिचमा पनि मरुभूमिको बिचमा कौन सा मॉल रमल पूछो ना बिग मॉल हमारा You need a load? Huh? You load? Need? ल अब नयाँ बथा गो भाइ न्यू बथा भोक लाग्यो कि यसले यहाँ रिचार्ज हालेर त नेपाली होटल खोज्नु पर्छ क्या कसले अन्सारीले खाँदैन हामी 3-4जना खान्छौँ नि सिकुटी मोमो के खाने खाउँला कि उधर नेपाली होटल तो ऑन है ना ओपन होता है नहीं बाहर से बंद होता है अंदर से ओपन होता है भीड़ भाड़ अब जाम सुरु भयो यस्तो जाम सुरु हुन्छ साउदीमा हेरौँ कि यति धेरै केटी पाउँदो रहेछ ल कसले भाइ ग्लास क्लिन वान टाइम नो पिक्चर गुड भाइ पैसा पठाउनेको लाइन ल हेर्नुहोस् कमाउनु जति गाह्रो हुन्छ घर पैसा पठाउनु त्यति गाह्रो हुन्छ ल है अब हामीले सपिङहरू गरिसक्यो बाहिर निक्लिसक्यौँ भित्र अब चाहिँ यसो भिडियो सिडियो गर्नु मिलेन अहिले चाहिँ हामी यहाँ बत्थाको सानो मार्केटतिर छौँ बजार लाग्नुतिर नै साउदीमा मोमोसम्म पनि बेच्दो रहेछ नै मकै सकै केटीको बजार हुँदो रहेछ सानो त फ्राइडेको दिन त ल अब यहाँबाट सपिङ गरिसक्यो के हो क्यामेरा त खोल्ला छ त सपिङहरू गरिसक्यो अब एकछिन नास्ता खानुको लागि नेपाली होटल जाँदैछौँ
ल हेर्नुहोस् न यहाँ त आम्मा के साह्रो केटी हो साउदीमा त हो मैले त फर्स्ट टाइम देखेको यार यति धेरै त यार फिलिपिनी नेपाली यार मार्केटमा सब भोकले चुर भएको छौँ अब गएर खाएर मात्रै कुरा हुन्छ मार्केट कस्तो लागिरहेको छ साउदीमा बच्चा मार्केटै हो त्यो फेमस मार्केट हो हामी यहाँ लोकेसन हेरेर जाँदैछौँ बच्चा मार्केट यति राम्रो केटीहरू पनि बसिरहेको छ धीरे भाइ धीरे मार्केट है हो यहाँ सब छ इधर है 7 नंबर देखा है सीधा उधर से उधर जाएगा तभी गेट में आता था ल अब नास्ता सास्ता खानु लाग्यो हामी चाहिँ बच्चाबाट अब सपिङ गरेर आधी गरिसकेर निक्लिँदै गरेको कता जाँदैछौँ भने के भयो क्यामेरामा किङडम टावरतिर जाँदैछौँ ल यताको जाम हेर्नुहोस् जाम फुल जाम मुस्किल भाइ ल बल्ल हामी चाहिँ साउदीको मुख्य ठाउँतिर आएको छौँ है घुम्दै फिर्दै राजधानीतिर मरुभूमितिर गाडी पनि छन् हाम्रो दोस्तहरू आज जरो बच्चामा सोल्टिनीहरू हेरेर आएको छन् फिलिपिनी सोल्टिनीहरू हाम्रो ड्राइभर फेरि रोमल कैसा है ठीक है भाइ ठीक छ